दुईटा उले गर्ने टेबललाई काम गर्ने ठाउँलाई चाहिँ शुद्धिकरण गर्नु पर्यो। मेरो युट्युबमा जान्छ यो भिडियो है। प्रक्रिया यो टेबल सेनिटाइज भइरहेको छ यता। पहिलो काम चाहिँ हामी के गर्छौँ भने 15 मिनेट लाग्छ केका लागि स्टेरिलाइज हुनु पर्छ। त अहिले सबैको ड्राई नै होला पुस्नु पर्छ। ल मैले के गर्छु यहाँ हेर्नुस् त एकचोटि ध्यान दिनुस् त सबैजनाले एकछिन पुस्नु भयो भित्र भएको पानीहरू सबै पुस्नु भयो यो अब के गर्ने त ल अब हजुरको स्टक रिजर्भर कप कहाँ गयो यो रिजर्भर कप पनि पुस्नु भयो। यस पछाडि के गर्ने त मिथानल हालेर आगो लाउनु पर्यो। 1 to 2 ml है त्यति हामी भन्दै गर्छौँ अनि अरूले त्यसरी गर्नुपर्छ सर मिस्टेक वान तपाईँले भनिदिनु पर्छ उहाँले भन्दाखेरि ठिक छ प्रोसेसिङ हामी गर्छौँ हामी गरिदिन्छौँ त्यो भएन भने मिथानल यसमा हो नि यो रिजर्भर दिन कटाउनु पर्छ। मिथानल पाइएन भने सेनिटाइजिङ गरे पनि हुन्छ सेनिटाइजिङ गरे पनि हुन्छ यसलाई सेनिटाइजिङ गरे नि भयो तर पाइन्छ मेथानलै मेथानलै युज गर्ने यसलाई चाहिँ सेनिटाइजिङ हुनु पर्यो यसको मेथानल गऱ्यो भने यसको धुवा चाहिँ भित्र सिक्छ खास यसको त्यो लेन्स के भन्दैछ खानेपानीको डाक्टर तयार हुँदै हुनुहुन्छ हैन ल्याब डाक्टर हो त्यो त खानेपानी हो सर्जिकल टेक्निशियन सरहरु पनि त्यो दिनु मिथानल मिथानलको साटोमा बेस भिज्ने गरेर 1 to 2 ml भन्छ त सर बेसमा घुमाएर के भित्तामा घुमाएर यो मिथानल पनि यहाँ हुन्छ होला हैन। त्यसरी घुमाइनु त्यसरी हुन्छ अब यसलाई यसरी घुमाइनु हुन्छ यो बाल्दाखेरि ध्यान दिनु होला फ्लेमेबल हुन्छ खै लाइटर कता छ यतातिर ध्यान दिनुस् त सबैजना यतातिर आफ्नो म यसरी गर्ने हैन मुखमा आगो आउँछ त्यो भावनाले के गर्ने त काडा राख्ने यसरी आगो लागिसक्यो अनि यसलाई यसरी हल्लाउने आग बलिरहन्छ। कडा बोले यार त उसको ग्यास हो त आगो निम्न थालेपछि सिस्तानको ग्यास हो थालेपछि हामी फ्लेम हेर्नुको त्यसको भ्यापरले बाल्ने हो। अब निम्न थालेपछि के गर्दिने यसलाई सबैजना त्यही गर्नु होला है त। अब यो बलिरहेछ अब निम्न लागेपछि के गर्दिने यसरी राख्दिने ओ घडी टाइम ठीक छ। अनि यसलाई कति मिनेट छोड्दिने 10 देखि 15 मिनेट कुनै साइडमा राख्दिने यो स्टेरिलाइज गरेकै सेन्टरमा राख्दिने। अब के गर्ने 10-7 समय भिडियो बनाउनको लागि के चाहियो त भिडियोको लागि पहिला 2 ml कति राख्ने 2 ml राख्ने भिडियो भने चाहिँ के एकचोटी कुरा सुन्नुस् कति बनाउने भन्ने रह्यो यो कति वटा टेस्टिङ एकचोटी पनि प्रयोग नगरिएको छ हेर्नुस् त एकचोटी प्रयोग गरेको छ छैन यो चाहिँ स्टेरिलाइज नै छ। यदि यो स्टेरिलाइज छैन भने एम्ब्लाराइल सल्फेट ब्रथ राख्नु पर्यो। उमालेर सल्फेट लागि तातो पानीमा उमालेर यसलाई चाहिँ के गर्ने ड्राई गरेर उमाल्ने ड्राई गर्ने बल्ल मान्छेले के गर्नु पाइन्छ हामीलाई एडभान्टेज के भयो भने अटोग्लोभ के भएको छैन पछि युज गर्ने भयो नखोलेको न डाइरेक्ट प्रयोग गरे पनि एकजना मिडिया बनाउनुस् अदरवाइज के गर्नु पर्यो तातो पानीमा तताउनु हाल्नु पर्यो हैन सर उमालेर यसलाई। सर हजुरको हातमा हाम्रो पानी बिग्रियो भने हाम्रो पर्क हामी के गर्छौँ भने बनाउँछौँ होइन यसरी त्यो गरिसकेपछि चाहिँ अटोक्लिप गर्छौँ सर यो डबल दिनुभयो त यहाँ पनि ठिक छ देखाउनु हामीले हाम्रै हो यो पनि यतैको होइन होइन त्यसपछि अब यसलाई अटोक्लिप गरेर अनि पछि युज गर्छौँ। अटोक्लिप भनेको सर
यसलाई अटोक्लेभ यसलाई निर्मलीकरण गर्नुपर्छ होइन यसमा जस्तै कहिलेकाहीँ कन्टामिनेसन जस्तै तपाईँले काम गर्दाखेरि त्यो सबभन्दा यसो पहिला गर्दाखेरि के हुन्छ कन्टामिनेसन हुने डर सम्भावना बढी बढ्छ पछि तपाईँले काम गर्नुभन्दा अगाडि त्यो दिन त तपाईँले 1 घन्टा अगाडि नै तपाईँले यसरी गर्नुभयो भने पिडिएफ बनाएर त्यसलाई अटोक्लेभ गर्नु अटोक्लेभ गरेर त्यसरी गर्नुभयो भने कन्टामिनेसन हुँदैन कि कन्टामिनेसन हुने चान्स एकदम कम हुन्छ अटोक्लेभ भनेको निर्मलीकरण त्यसमा यसमा ब्याक्टेरियाहरू सबै निर्माण यो नफुटाउनु त्यहाँ फुटाएको बट्टा रहेछ ए हुन्छ तपाईँको यो नत्र चलाएको दिन्छ हुन्छ हैन यसलाई यतिकै दिनुस् अटोक्लेभ यस्तो हो पहिला गरेर पछि भयो पहिला गर्ने बेलामा पनि हामीले गर्छौँ त्यही केले गर्छ सफा गरेर त्यही हालिदिन्छ गरेर राख्नु यसलाई खाली राख्नु पछि बनाइसकेपछि नि गर्ने अटोक्लेभ गर्ने यसलाई मिडिया प्रिपेरेसन गरेपछि अटोक्लेभ गर्ने त्यो आफूलाई कस्तो सिचुएसन हुन्छ होइन तपाईँको जस्तै मानियो 10 मिनट 15 मिनट भन्छ नि यो 10 मिनट गएर फिल्डमा कसैले राख्दै राख्दैन होइन 5-7 मिनट आएर यसो फ्याट्टा हाल्यो फ्याट्टो त्यसरी सक्यो 2टा सेम्पल मात्रै राम्रो छ हेर्दै होइन सुरुको सेम्पल ल यसलाई मिडिया बना पहिल्यै तपाईँले मिडिया बनाएर खानमै कन्टामिनेसन भएको त पहिला गयो खाली यसै गर्नुभयो नबनाइकन गर्नुभयो अब मिडिया बनाएपछि तपाईँ 10 चम्चा हाल्नुभयो डिस्प्लेट हाल्नुभयो हालिसकेपछि यसलाई घुमाउनु मिक्स गर्नुभयो मिक्स गरेपछि यसलाई पनि पछि स्टाइल्स यहाँ हेर्नुहोस् हामीले मैले यो भनिसकेको छु एउटा टेस्टको लागि कति चम्चा चाहिन्छ अरे 1 चम्चा एउटा टेस्टको लागि कति चाहिन्छ 1 चम्चा हामीले यसमा कतिवटा चम्चा लिनुपर्छ 10 अब हामीले 10टा अहिले हामी जम्मैले 10वटा त गर्दैनौँ त्यसो भयो भने हामीले कति बनाउँछ 5 मासको बनाऊ ठ्याक्कै आधा जति पानी लिउँला अनि 5 मासको लिऊ अब हजुरहरु यसबाट 5 चम्चा लिनु कन्टामिनेसन नगर्नु होला यहाँ होटलको पानी चेक गर्दैछौँ तपाईको कन्टामिनेसन यहाँ ब्याक्टेरिया नआउनु यथार्थ रिजल्ट आउनु अस्ति गर्दाखेरि यहाँको पानीमा देखिहाल्यो पत्रकार सम्मेलन गरेर खतम भयो ब्ल्याकमेल गरौँला डिस्काउन्ट मानेर सर अब यो यसमा त्यो मिडिया चाहियो अनुमति चाहियो सार चाहियो यसको खै त्यतिको टेस्ट कहाँ पाइन्छ ढक्कन मात्रै ल्याएर छोड्नु भयो भाइ उतै छ सरको हामीसँग 2टा नियम सबै यसमा चाहिँ स्याम्पल हाल्नु पर्यो सिम्पल होइन सर धेरै मिडिया भने यो ग्रोथ हुने मिडिया खाना बनाउँदाखेरि इकोलेको खाना जाँदाखेरि धेरै बनाउनु पर्छ नि के हाल्छ मिडियामा हजुर एउटाले 10 वर्ष खानेकुरा यहीँ दिया हुन्छ हामीसँग हुन्छ त्यहीमा हुन्छ त्यसलाई पानी हालेर घोल्ने डिस्टिल वाटर यो भएन भने त्यसको नाम के रहेछ यो भएन भने मानव हामीसँग प्लेट छ भने पनि हामी ठुलो अटोक्लेभ छ भने त्यसमा के अरे इन्क्युबेटर छ भने त्यसमा राख्छ ठुलो योमा पनि ल्याब बेस छ भने ल्याब बेसमा ठुलो इन्क्युबेटर छ भने त्यसमा डिजाइन गर्छु त्यसमा अटो हुन्छ डिजिटल हुन्छ त्यसमा राख्न सक्छ सामान यताउता नगरिदिनु होला है यो खानेकुरा भयो होइन खासो नै त्यसको लागि खानेकुरा तत्त्व सोडियम बुथ भन्नु होइन यामलाई सल्फेट एउटा मिडिया हो जसलाई यसमा पौष्टिक तत्त्व राखिएको हुन्छ मिडियाको खाद्य पदार्थ हो कि यो हामीले खाना खाँदा एउटा खाद्य पदार्थ हो यसले सबै कुरा त्यो ब्याक्टेरिया ग्रोथ हुनलाई चाहिने पौष्टिक तत्त्व लामो प्रोसेस रहेछ सर छोटो प्रोसेस डेभलप हाल्न रहेछ खाना बनाउँदा पानी हामीले के हाल्यो 5 चम्चा हाल्नु यसैले हाल्दा पनि हुन्छ अब अहिले यसैमा भयो 5 है यसलाई खाना बनाउँदा मिक्स गर्ने यो कुन पानी डिस्टिल वाटर नै उमालेर चिसो पानी उमालेको पानी क्लोरिन पानी हाल्नु भएन क्लोरिन पानी हाल्नु भएन ब्याक्टेरिया मार्दियो ब्याक्टेरिया बढ्नु दिनु न आँखाले नदेख्ने आँखाले देख्ने बनाउने यो फेरि यताउता राख्नु हुँदैन यो स्पुनहरु 4 5 बिर्को लागि 5 एउटा स्याम्पलको लागि 1 बिर्को चाहिन्छ पर चम्चा 1 एउटा उ हुने भयो नि स्याम्पल
यो उता यो पछिको हो उता हो लैजानुहोस् हामीले बनाउने यो यो हामीले डिस्टिल वाटर राख्छौँ होइन सर हाबो हाल्नु पऱ्यो होइन पानी पानी कति एड गर्नुपर्छ 10 वटा राखेको छ भने आधा राख्नु 10 ml 10 ml हाल्नु। ए 10 होइन 5 चम्चा राखेको छ 5 चम्चा राखेको छ 10 ml हाल्नु एउटाको लागि 2 ml पानी भन्ने कुरा आयो है यसलाई एक स्पुन खास यसको सर यसको के हो भने छैन क्या यसमा नाग्नु पर्दैन सर पछि 20 ml हाल्दाखेरि जस्तै 10 चम्चा हाल्यौँ भने 20 ml भनेको माथिसम्म माथि भरिदिने हो भरिदिने हो 10 चम्चा हाल्यो भने 5 चम्चा हाल्यो भने थोरै तल माथि भयो भने फरक नपर्छ हामी यसमा नाप यसलाई यो पनि छ अलिअलि एक दिन नखाए यसले पनि छ ए पानी पनि नाप्नु पर्छ सामान आउँछ नि अब त्यो हेर्नुहोस् है हेर्नु फेरि त्यसलाई मिक्स गरिदिने हुन्छ फेरि यो। अहिले सबै माथि हालिहाल्नु हो त्यहाँ त्यहाँ राख्नु एउटा उता लिन्छ एउटा उता लग्नु यही भयो 4 वटा भयो 5 वटा एउटा उता राख्ने हातले समाउने हो राखिदिने दायाँ बायाँ कतै नराख्ने हैन यसरी हल्लाउनु सेक गर्नु। अब हाम्रो रेड आयो भने बेस्ट होइन हल्नु त्यसलाई चम्चा कम भयो यसो एक ग्लास कम झोल कस्तो भयो हाल्नु धेरै हाल्नु पर्दैन। त्यहाँ छ यो खाना त मिल्दैन नि होइन कसैसँग बोलाइदिँदा केही समस्या हुँदैन बोल्ने होइन क्या तपाईँ कन्सन्ट्रेसन बढायो भने झन् राम्रो हुने होला राम्रो डाइल्युसन गरिदियो धेरै पनि पखरा लाग्छ फेरि फेरि यो इक्वलीलाई इन्क्युबेसनमा नराखिकन हेर्न मिल्दैन मिल्दैन त ब्रथ गराउनु त्यसलाई हामीले ठुलो यसका साथसाथै ठुलो बनाउने हो कि मोटाएर अनि बल्ल देख्ने हो ठुलो देखाएर त्यस्तो टेक्नोलोजी आएको छैन त्यस्तो हेर्न मिल्दै मिल्दैन कि त्यो टेक्नोलोजी आउँछ सानो टेक्नोलोजी अब यो भयो। नमिल्ने भयो अब हामी ब्याक्टेरिया त माइक्रो हुन्छ नि यसलाई ठुलो बनाएर अनि अब यसरी लेख्ने पनि गरौँ यो चाहिँ के रहेछ पेटी डिस्प्ले छ पेटी डिस्प्ले चाहिँ यसमा लेख्नु पर्छ सर नम्बरिङ गर्नुपर्छ है नम्बरिङ यसरी गर्नुपर्छ मिडिया भिडियो बन्यो हैन अब यतातिर ध्यान दिनुस् सुन्नुस् अब हामीले के गर्नुपर्ने हो भनेदेखिलाई एउटा ग्रुपले दुईटा टेस्ट गर्नुपर्ने हो त्यो भए हुनाले अब हामी दुईटा के लिन्छौँ दुईटा पेटी लिन्छौँ अब हाल्नै कन्टामिनेसन भयो भने पनि के होला खोलेको छैन समस्या होला त्यो भए हामी यसलाई पनि के गर्थे हेर्नु या त यसलाई सेनिटाइजरले पुस्ने या त के गर्ने यसमा आगो बाल्ने म तपाईँहरूलाई यो आगो तपाईँहरूलाई यही देखाइदिन्छु कि फ्लेम स्टेसन कसरी गर्छन् भनेर यसलाई फ्लेम स्टेसन कसरी गरिन्छ कि यहाँ हेर्नुहोस् त यो टेबलमा चारवटै एउटा बिर्को हुन्छ बिर्कोलाई पनि स्टेसन गर्ने चारवटैमा के लिने चारवटैमा मिथेनलले भिजाउने यसलाई थोरै टच गरेर आगोसँग बिर्कोको चिन राख्नुपर्छ है फेरि बिर्को चाहिँ को चिन राख्नु बिर्को ठुलो सानो सानो चाहिँ बिर्को ठुलो एम्प्लायर सल्फरको एम्प्लायर सल्फर यो जोडेर राख्नु त सर यसलाई सबैलाई जोडेर राख्नु त अलग अलग गर्नु पर्दैन जोड्यो भने आफै बल्छ ल यो त भयो कि फ्रेमले कति छिटो समात्दो रहेछ हाइली फ्लेमेल हो देखिँदै देख्दैन किन पानी आएको होइन आगो लगा हो त्यसमा पानी होइन यो त ड्राई थियो नि त्यो त ड्राई थियो नि मेथानमा पानी थियो सर होइन एकचोटि यसलाई आफै उड्न दिनुहोस् ए भ्यापर भयो ठिक पानी भ्यापर तातो उडिहाल्छ आफै स्टाइल अटोक्लेभ गर्नु अनि एकचोटि अब त्यसलाई के गर्नु होला त्यसलाई राख्दिनु स्लाइस गर्नु डिक्स होइन गयो व्यापारहरू गयो पेटी डिक्स गयो पानीको थोपाहरू गयो गयो पानीको थोपा धनबाट त ढाक्दाखेरि कन्डेन्सेसन यो गिलो सेनिटाइजरवाला हुन्छ यो भ्यापर भएन गयो
पुछ्दिनु सर सेनिटाइजरले स्टेरिलाइजेसन गरेर पुज सेनिटाइजर लगाएर पुज्दा भयो खोइ कहाँ छ सेनिटाइजर यहाँ यसैमा होला पेन पेन पनि हुन्थ्यो क्या यसैमा यसैमा पेन हुनुपर्छ पेन्सिल रहेछ पेन हुनुपर्छ यसमा पेन्सिल छ त होइन पेन पेनै हुन्छ हुन्थ्यो क्या क्या सानो मसिनो पेन हुन्छ क्या त्यो पेन हुन्छ क्या यसमा चारवटा चाहिन्छ सिङ्गल सिङ्गल अबको काम के रह्यो त दुईटा काम भयो स्टेरिलाइजेसन स्टेरिलाइजेसन भइसक्यो मिडिया तयार भइसक्यो त्यो ढाकेर राखिदिनुहोस् अब राखिदिनुहोस् सजिलो रहेछ अब फिल्टर गर्ने अब के गर्ने स्याम्पललाई फिल्टराइजेसन गर्ने अब एकचोटि हजुरहरूले त ध्यान दिनुहोस् सबैजनाले मलाई हेर्नुहोस् त्यसै अरू चाहिँ गर्नु होला है त त्यसको लागि अब के चाहियो त हामीलाई पहिला 10 देखि 15 मिनेट भयो होला नि त अहिले त भयो होला त्यसलाई मात्र फर्काइदिनुहोस् म यता जान्छु म एउटा गर्छु पछि हजुरहरूले आफैले गर्ने हो हामी गरिन्छ तपाईँ ठिक छ एकछिन सरलाई देखाउँदै गर्नु सरहरूले यता हेरिदिनु होला अब खै त्यो ल पहिला एकैचोटि सबैजनाले हेर्नुहोस् होइन अगाडि नजानु होला होइन अगाडि गयो भने फेरि अरूले सिक्दैन कि यता हेरिदिनुहोस् ग्लोभ तान्नु नाइ गुटियो हुन्छ टच हुन्छ भएन पहिला म यस्तो गर्छु खाना यता ध्यान दिनुहोस् त हजुरले यता हेर्नु ल सबैजनालाई पहिला म अब के गर्छु भनेदेखिलाई खानाको लागि एब्जर्बेन्ट प्याड पनि तयार गर्छु खाना भिजाइदिन्छु होइन एब्जर्बेन्ट प्याड भिजाइदिन्छु अब यसको दुईटा मेथड हुन्छ हेर्नुहोस् दुईटा मेथड एउटा चिम्टाले राख्ने हुन्छ एउटा डिस्पेन्सरले राख्ने हुन्छ कि हजुरहरूको किटमा डिस्पेन्सर छ अब एउटालाई दुईटालाई राख्नको लागि डिस्पेन्सर जोडिराख्नु परेन यो डिस्पेन्सर जोड्दाखेरि सबभन्दा पहिला यसरी गर्ने अनि यसरी यसलाई उल्टो पार्ने डिस्पेन्सरलाई यसरी अब हामीहरूले के गर्यौँ त जहाँ हामीले एब्जर्बेन्ट प्याड छ पछाडिकोले देख्नु भएन होइन म एउटा यसरी उठाएर देखाउँछु है त यो एब्जर्बेन्ट प्याडमा यसरी अब हजुरहरू फेरि यस्तो गर्नु होला कि यो छैन भने म एब्जर्ब राख्न सकिँदैन त्यही भए हुनाले म के गर्छु त यसरी यसले मजाले यसरी यो डिस्पेन्सरको फाइदा के हो भने यसलाई हामीले के गर्नु परेन टच गर्नु परेन अब यसलाई म यसलाई ढाकिदिन्छु होइन अनि अर्को अब हजुरसँग डिस्पेन्सर छैन भने के गर्ने त यो पहिला चिम्टालाई फ्लेमिङ गर्ने चिम्टालाई के गर्ने यसरी स्टेरिलाइजेसन गर्ने अनि एउटा अनि मैले के गर्छु यसरी चिम्टाले समाएर भरसक चिम्टाले नै गर्नु होला डिस्पेन्सरले कन्टामिनेसन हुने चान्सेस हुन्छ अब के गर्छु यसलाई मैले यहाँ राखिदिन्छु यहाँ हेर्नुहोस् त एकै बिचमा राखिदिएँ अनि यहाँ के गरिदिएँ राखिदिएँ अब त्यसपछि के गर्नु पर्यो त नामै एब्जर्बेन्ट प्याड छ एब्जर्बेन्ट प्याड किन एब्जर्बेन्ट प्याडमा के राख्नु पर्ला मिडिया राख्नु पर्ला मिडिया राख्नुहुन्छ भने यसलाई यो बिर्कोलाई दायाँ बायाँ यता नराख्नु होला उल्टो पारेर यसरी राख्नु होला होइन अनि कसरी खन्याउने त यो चम्चाको सपोर्ट लिने चम्चाले यसले चारैतिरबाट के गर्ने यसलाई खन्याउने यसरी पत्ती खनाउने भन्ने मात्रा के हुने प्रयास भिज्न दिने कम्प्लिटली स्याचुरेटेड हुँदिने थोरै एक्सेस हाल्ने थोरै एक्सेस किन हाल्ने भनेको यसलाई मजाले के गर्ने दिने त भिज्न दिने अनि बढी भएकोलाई के गर्ने त यहाँ हेर्नुहोस् त मजाले मिडिया राख्यौँ यसमा भिजायौँ यो हेर्नुहोस् त अनि यसमा अहिले के भयो थोरै बढी राख्ने भन्यो किनभने पेपर चाहिँ के होस् कम्प्लिटली एब्जर्ब होस् त्यसपछि बढी भएकोलाई के गरिदिन्छौँ हालिदिन्छौँ अनि यसलाई फेरि कहिले पनि यसलाई ओपन छोड्दैनौँ हामीले काम गरिसकेपछि के गरिदिने बिर्को लगाइहाल्ने अनि यसलाई पनि के गर्छौँ त मजाले भिजाउँछौँ एक्सेस राख्छौँ अलि बढी राख्छौँ बढी राख्यो भने के हुन्छ त मजाले भिज्छ र बढी भएकोलाई हामी के गरिदिन्छौँ यसरी थ्रो गरिदिन्छौँ यसलाई फालिदिन्छौँ त्यो मिडिया पुनः पर युज गर्नु पनि मिल्दैन यो त त्यसैमा भयो मिडिया अब यो दुईटा यो खाना तयार भइसक्यो अब मैले के गर्छु त यता ध्यान दिनुहोस् त यो फिल्टर एसेम्बलीलाई के गर्छु अब सुल्टो पार्छु फिल्टर एसेम्बली अहिले उल्टो पारेको थिएँ नि इन्भर्टेड गरेको थिएँ अब के गरेँ मैले सुल्टो पारिदिएँ सुल्टो कसरी पार्ने त यसमा यो रिजर्भायरको
माथि यसलाई फिट गर्ने उहाँहरूको थोरै फरक होला होइन। अनि त्यस पछाडि अब यो भित्रपट्टि छुँदै नछुने यसको भित्रपट्टि औँला नराख्ने यसरी समाउने यसलाई यसरी मड्काउने यसलाई एकता गऱ्यो भने यो के भयो खुल्यो। खुलिसकेपछि अब यसलाई दायाँ बायाँ राख्ने होइन यसलाई कहाँ राख्ने यसकै माथि राख्ने कहाँ राख्ने यी खोलेर यहीँ राखिदिने दायाँ बायाँ नराख्ने। त्यस पछाडि मैले के लिन्छु एउटा फिल्टर पेपर लिन्छु यो फिल्टर पेपरको एउटा ओपन गर्ने इन्ड हुन्छ एक यसलाई के गरिदिने यसरी के गर्ने 1/2 मात्र खोल्ने यसलाई 1/2 खोलेर यसरी पछाडि लिने यसलाई जुन होइन डायगोनली खोल्ने यसरी लिने। त्यसपछि मैले के गर्ने चिम्टालाई फेरि इन्स्टलेसन गर्ने। अनि यसमा दुईटा पेपर हुन्छ हेर्नुहोस् एउटा चाहिँ ग्रिन पेपर हुन्छ त्यो सपोर्ट मात्र हो यो ग्रिन पेपरलाई के गरिदिने फालिदिने सेतो मात्रै तान्ने पनि हुन्छ। यो ग्रिन पेपरलाई मैले फोल्ड गरेर यता ल्याएँ अनि यो सेतो मात्रै ताने। यो सेतो पेपर भनेकै मेम्ब्रेन फिल्टर हो। यसको दुईटा साइड छ एउटा ग्राफ भएको ग्रेडेड साइड छ एउटा चाहिँ नन ग्रेडेड साइड छ। नन ग्रेडेड साइडलाई कहाँ पर्नु पर्यो त माथि आउनु पर्यो। माथि पर्ने गरेर के गरिदिन्छु मैले यसलाई मैले दायाँ बायाँ कहीँ राख्दैन हेर्नुहोस् हातमा समाइराखेको हुन्छु अनि यहाँ टक्क यहाँ राखिदिन्छु ग्राफलाई माथि पर्ने गरेर यसमा राखेँ मैले यो ग्राफ माथि पर्ने गरेर। अब के गर्छु मैले बिस्तारै यसलाई के गर्छु इन्सर्ट गर्छु यसलाई कहाँसम्म गर्छु ग्राफ पेपरलाई छुनु पर्यो यो तल्लो छेउले छोया छ त अहिले छैन मैले अझै पसाउनु पर्यो यसलाई यो तरिकाले राख्नुहोस् होइन ग्राफलाई टच भयो नि। अब मैले के गर्छु त यो पाइपलाई जोड्छु यहाँ यो एसेम्ब्लीलाई यो सक्सन पम्पलाई यहाँ जोड्छु अनि स्याम्पल 20 मिनट भइसक्यो मेरो थम बन्ने लाग्यो मेरो 20 मिनट भयो 20 मिनट युट्युबमा हालेको यार छानेपछि त्यो प्रेडलाई चाहिँ हाल्ने त्यति त हो नि यो एक्सपायर बारे ल अनि अब चिन राख्नुपर्छ यो चाहिँ यो ह्यान्ड वासको है त यो पानी के हो ह्यान्ड वासको लेख्नुहोस् त अहिले म लेखौँला के हो त्यो यो स्याम्पल हो है त 100 ml पुगेन हेर्नु पर्यो अब हो एक्चुअली मलाई भन्दा पनि ठ्याक्क हाम्रो 100 ml पुग्यो होइन हाम्रो धनजितको प्राप्तिको नम्बर छैन होला है सर म सरलाई एउटा नम्बर ठिक छ कि ब्रेडलाई खाएको 26 त्यही त रिहर्सल हुनुले यो काम गर्छ यही तपाईँको फेरि 47 mm यसको यही किन्नु पर्यो भने हजुरलाई 20,000 यही पानी कसरी हाल्दियो अनि यहाँ यहाँ हाल्ने होइन बुढा यहाँ हाल्ने यो के प्रोसेस गरे हो सर अहिले के यो चाहिँ के गर्नुभयो यो पानी चाहिँ अब मैले सक्सन गराएँ हेर्नुहोस् त ए पानी तल त्यस पछाडि तल प्रेसर दिएर तल पठाएको यता चाहिँ ध्यान दिनुहोस् मैले यहाँ फिल्टर गरिसकेपछि अब मैले के गर्छु त यसलाई ओपन गर्छु यो पम्पलाई यो ग्यास रिलिज गरिदिन्छु यसरी ग्यास रिलिज भयो अनि पम्पलाई छुट्याइदिएँ। अब मैले यो के गर्नु पर्यो माथिको कप हटाउनु पर्यो कपलाई हटाएँ। अब यो त कन्टामिनेसन भइसकेको छ नि यसलाई जताततै राख्न पाइयो। अब हेर्नुहोस् त अब फेरि मैले यो चिम्टालाई जताततै छोया थिएँ त्यसपछि इन्स्टलेसन गर्छु उतातिर ध्यान दिइदिनु होला है त ल। अनि मैले यहाँबाट उठाएँ अब यहाँबाट के गर्छु मैले फिल्टर पेपर उठाउँछु एउटा यसरी साइडबाट बिचमा समाउने होइन साइडबाट र फिल्टर पेपरलाई ड्यामेज पनि गर्ने होइन यसरी समाए हेर्नुहोस् त। अब ग्राफलाई माथि पर्किने गरेर ग्राफलाई कहाँ पर्ने गरेर माथि पर्किने गरेर यो बिर्को खोल्छु बिर्को हातमै लिन्छु र एउटा साइडबाट यसरी जसरी मोबाइलको ग्लास राख्छन् त्यसरी हावा नपस्ने गरेर राखिदिए अनि यसको छेउहरू खिच्दिने। इक्वली यो फिल्टर पेपरमा बस्ने रहेछ अब
अब के गरेँ मैले यहाँ हेर्नुहोस् त यसरी यो सबैजना हेर्नुहोस् त यसरी राखिदिएँ यहाँ आज त्यो फाइनल अनि यहाँ के गरिदिएँ अनि नम्बर अफ फोन गर्नु अब लेबलिङ गर्न पर्यो यहाँ मार्कर छ एउटा कागजमा लेखेर टास्नुपर्छ हामीसँग त्यो ट्याक्स छैन यहाँ त हुन्थ्यो पेन्सिलले पनि अलिअलि लेख्छ होला सर माथि यसमा राम्रोसँग लेख्नुपर्छ मार्कर छ फोन गर्नु भएको फिल्टरको साइज कति रे मसँग छ सर फिल्टरको साइज कति रे त्यो इकोले त्यहाँ छिर्न नरहेछ होइन पानी हालेर त्यहाँ इकोले चाहिँ त्यो फिल्टर पेपरबाट तल नजाने एकचोटि ध्यान दिनुहोस् त हेलो तपाईँले टेप पनि टास्न सक्नुहुन्छ र यसमा धेरै लेख्ने होइन यसमा सङ्केत मात्रै लेख्ने जस्तै मैले T1 लेखेँ भने धारा 1 भयो अनि त्यसको डिटेल चाहिँ कपमा लेख्ने पेपरमा इकोले अडिने यहाँ मैले T1 लेखेँ पानी तल जाने यसको ब्याक साइडमा पनि लेख्न पर्ने हुन्छ इकोले अडेर यसको T1 लेखेँ T1 भने के बुझ्नु पर्यो त ह्यान्ड वासको धारा फर्स्ट हो भनेर बुझ्नु पर्यो ल यो एउटा भयो अब अर्को चाहिँ हजुरले गर्नु पर्यो सर यो हामीले फिल्टर नगरिकन हाल्न मिल्दैन कहिले काहीँ पानी अब यो स्याम्पल चेन्ज गरौँ यो स्याम्पल अरूलाई दिउँ त्यही गरौँ सर त्यो मैले अर्को कस्तो भन्नाले अब गर्दाखेरि यस्तो पानीलाई फाल्दिने हेर्नुहोस् त यो पानीलाई फाल्दिने फेरि पुस पास गरेर फेरि 100 ml पानीमा 100 ml पानीलाई एड गर्नु ए हामीले पानीमा एउटा सक्यो होइन त्यसलाई सेनिटाइज गर्नु पर्यो के अरे सक्यो अब सरले सिकाइसकेपछि हामी